धेरै जस्तो मान्छेहरूको मनमा हुन्छ कि सेयर मार्केटबाट पैसा कसरी कमाउँछ, पैसा कसरी बढ्छ होइन? त्यहीको लागि एउटा मैले भिडियो बनाएर आएको छु आज। अनि त्योमा मानौँ तपाईँहरू कुनै कम्पनीमा सर्टेन एमाउन्ट या नम्बर अफ स्टक किन्नुभएको छ होइन? अनि त्यो कम्पनीले के गरेको हुन्छ लिङ्क हुन्छ नेप्सीसँग। अनि त्यो टाइप हुन्छ अब स्टक मार्केटमा पैसा कसरी बढ्छ, पैसा कसरी कम हुन्छ होइन? मानौँ तपाईँहरूको बिचमा एउटा इक्जाम्पल किन्ने मान्छे धेरै भयो भने बेच्ने मान्छेको त यहाँ त सेल पैसा बढी नै हुन्छ। अब बेच्ने मान्छे नै धेरै भएको छ होइन? तर किन्ने मान्छे कम छ अनि त्यति बेला के हुन्छ सेयरको प्राइस कम हुन्छ क्या। त्यही हो रुल स्टक मार्केटको कन्सेप्ट। अनि त्यो पछि अब तपाईँहरूले भन्नुहुन्छ कुन मार्केटमा कुन कम्पनीमा पैसा बढी आउँछ, कुन कम्पनीमा लस हो, कुन कम्पनीमा पैसा छैन। त्योको लागि तपाईँहरूलाई कुनै कम्पनीको सेयर किन्नुहुन्छ या बेच्नुहुन्छ त्यति बेला हेर्नुपर्छ कि त्यसको सेयर मार्केटमा कति डिमान्ड छ क्या। अब डिमान्ड अनुसार नै सप्लाई हुन्छ नि। अब डिमान्ड नै छैन मार्केटमा भने त्यसलाई प्रफिट कहाँबाट आउँछ? त्यति बेला त लस भइ नै हाल्छ। त्यही भएर कुनै सेयर भर्नुहुन्छ, आइपिओ भर्नुहुन्छ, कुन जुनसुकै जे पनि भर्नुहुन्छ नि, त्यति बेला त्यो कम्पनीको हेर्नु के मार्केटमा कति भ्यालु हो, कतिको डिमान्ड छ, कतिको सप्लाई छ, त्योहरू हेरेर नै तपाईँहरूले एप्लाई गर्नुहोला। यही हो सेयर मार्केटको कन्सेप्ट।